विपक्षी बेन्चतर्फ मान्य सदस्यहरू उठ्नु भएको छ। के को लागि उठ्नु भएको छ? को बोल्न चाहनुहुन्छ? मान्य सदस्य पद्मा अर्याललाई समय दिन्छु। छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। अरू मान्य सदस्यहरू आसन ग्रहण गर्नुहोस्। श्रम संस्कृति पार्टीका मान्य सदस्यहरू यहाँहरूले बोल्न समय माग्न खोज्नु भएको हो। म समय दिन्छु, बस्नुहोस्। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर हामीले यो सदनमा सङ्घर्ष गरेका थियौँ। बजेट माथि छलफल गर्नुपर्ने, समयमै बजेटलाई पास गर्नुपर्ने, यो जिम्मेवारीलाई बोध गर्दै हामीले सङ्घर्षको रूप परिवर्तन गरेका हौँ। त्यसै सन्दर्भमा सभामुख महोदय, मुलुकको प्रधानमन्त्रीले जुन खालको अभिव्यक्ति दिनुभयो, गैर जिम्मेवार र राष्ट्रलाई नोक्सान हुने अभिव्यक्तिको चर्को विरोध यो संसदमा र संसद बाहिर भइरहेकै बेला हाम्रो मान्य परराष्ट्र मन्त्री हाम्रो छिमेकी मुलुक भारतको भ्रमणमा जानुभयो। हामी खुसी भएका थियौँ। भारत भ्रमणमा गएर नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउनु हुनेछ। हाम्रा बीचमा भएका जे असमझदारी हुन् ती असमझदारीहरूलाई समझदारी कायम गराउनको निम्ति सहयोग पुर्याउनु हुनेछ भन्ने हाम्रो विश्वास थियो। तर दुर्भाग्यको कुरा, न्यानो आतिथ्यतामा रमाउँदै बिछाइएका कार्पेटहरूलाई कुल्छँदै उहाँले राष्ट्रवादलाई भुल्नु भएछ। हामीले सुन्यौँ, हामीले अतीतको बोझलाई बोक्न सक्दैनौँ भनेर रातो कार्पेटभित्र छोपिएको राष्ट्रघाती अभिव्यक्ति मान्य हाम्रो परराष्ट्र मन्त्रीले दिनुभयो। यता सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्र विदेशीको जमिन अतिक्रमण गरेको कुरा अभिव्यक्त गर्ने, उतातिर परराष्ट्र मन्त्रीज्यूले समकक्षीसँग बस्दै इतिहासको बोझ बोक्न नसक्ने कुरा गर्ने। सभामुख महोदय, पारी बाख्रा आएको वारी बाख्रा हरायो। आज यो युक्तिलाई चरितार्थ यो कुराले गरिरहेको छ। यसै परिदृश्यमा केही आशंका, केही जिज्ञासा र गम्भीर प्रश्नहरू खडा भएका छन्। मैले आग्रह गर्न चाहन्छु, साँच्चै उहाँले त्यो के चिजलाई भन्न खोजेको हो? अतीतको बोझ हामी बोक्न सक्दैनौँ भनेर के चिजलाई भन्न खोज्नु भएको हो? हामी त्यसको जवाफ माग्न चाहन्छौँ र केही गम्भीर प्रश्नहरू छन्, म राख्न चाहन्छु कि आज संसदमा राष्ट्रियताको सन्दर्भमा छलफल गर्दै गर्दा उहाँले हाम्रो कालापानी, लिपुलेक र लिम्तिया धुरा लगायतका अतिक्रमित जमिनहरूको नेपालको दावालाई हामीले बोक्न सक्दैनौँ भनेर भन्नुभएको हो, या अरू कुनै राष्ट्रिय महत्त्वका विषयहरूलाई भन्नुभएको हो? त्यति मात्र होइन सभामुख महोदय, आज सिमानामा नेपालीहरू सीमा रक्षाका निम्ति लडिरहेका छन्। केही सीमा रक्षामा लडिरहेका नेपालीहरूको बोझलाई मैले बोक्न सक्दिनँ भनेर भन्नुभएको हो। यस्ता गम्भीर प्रश्नहरू आज हाम्रा सामु खडा भएका छन्। तसर्थ सम्माननीय सभामुख महोदय, सरकारका मान्य मन्त्रीजीहरूले पनि सम्हालिएर बोल्नु पर्दछ। सरकारका मन्त्री बोल्ने भनेको राष्ट्रको नीति बोल्ने कुरा हो। राष्ट्रको नीति सरकार परिवर्तन हुँदैमा राष्ट्रको नीति परिवर्तन हुँदैन। कसले जित्छ, कसले हार्छ, कसको सरकार बन्छ, राष्ट्रको नीतिले त सरकार राख्दैन। जहिले पनि राष्ट्रको परराष्ट्र नीति राष्ट्रको हितमा समर्पित हुन्छ। त्यसैले सभामुख महोदय, यस्ता खालका गम्भीर अभिव्यक्तिहरू जो राष्ट्रलाई नोक्सान हुन्छ, जसले राष्ट्रलाई कमजोर बनाउँछ, यस्ता खालका अभिव्यक्तिहरू यो संसदले रोक्नको निम्ति आग्रह गर्नुपर्छ। त्यो चिजलाई रोक्नको निम्ति हामीले रुलिङ गर्नुपर्छ। म सभामुख महोदयलाई यो राख्न चाहन्छु। मैले यसै सन्दर्भसित जोडेर
अर्को प्रसङ्ग पनि राख्न चाहन्छु सभामुख आफ्नो महोदय। भनाइ छोट्यौँ मान्य सदस्य। म अन्तिमतिर हामी प्रतिपक्षहरू बडो उदार भएर बजेट छलफलको निम्ति एउटा वातावरण बनायौँ। हामी सहभागी भयौँ। रचनात्मक ढङ्गले हाम्रो आन्दोलनलाई हामीले परिवर्तन गर्यौँ। हामी भाग लिएर जे जिज्ञासाहरू हामीले उठाइयो, प्रतिपक्षहरूले बजेटसित जोडिएर लागेका आफ्ना सुझाव सल्लाह प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको छ। म राख्न चाहन्छु कसलाई लक्षित गर्नुभयो। उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। पूर्वोक्त मान्यहरूले पनि हिजो अस्ति बोल्नुभएको छ। म आजका दिनमा पनि भन्छु, नम्बर 1 टी स्टेटको फाइल 1 नम्बरमा खोलियोस्। म यो हार्दिक आग्रह गर्न चाहन्छु। त्यसपछि विपक्षीसित जोडिएका ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ। सरकारलाई म भन्न चाहन्छु यो सदन मार्फत ती खुलियोस्। साँचो कुरा जो त बाहिर ल्याइयोस्। यद्यपि आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनन् भने त्यसको कठघरामा मान्छेको स्वाभिमानमाथि आँच आउने, गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर त्यसको कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नु? मैले यो प्रश्न पनि गर्न चाहन्छु। तसर्थ सभामुख महोदय, बुढी मरी भरेन होइन, काल पल्क्यो भनेर डराउनु पर्छ, चिन्तित हुनुपर्छ भन्ने एउटा भनाइसँग सहमति हुँदै हामीले कस्तो संस्कार बसाल्दैछ। सरकारकै जिम्मेवार व्यक्तिहरू, सरकारकै जिम्मेवारी लिएका मन्त्रीहरू नाङ्गै आएर आरोपित गर्ने, धम्काउने अनि स्वरलाई कमजोर बनाउनको निम्ति विभिन्न खालका काण्डहरूका फाइल देखाउँछु भनेर जुन खालको धम्काइरहनु भएको यो सरासर गलत चिज छ। यो खेदजनक चिज छ। म यो कुरा राख्न चाहन्छु। यो दिशातर्फ पनि सम्माननीय सभामुख महोदयको ध्यान जाओस्। मैले यिनै कुरा राखेर हाम्रो विरोध जारी छ। धन्यवाद।